प्रस्तुत छ 2082 कार्तिक महिनाको 4 गते मङ्गलबार तदनुसार 2025 अक्टोबर 21 तारिकको राशिफल हो। नमस्ते, जय श्री राधे, जय श्री हरि। देश तथा विदेशमा छरिएर रहनुभएका सज्जन महानुभावहरू, यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। यहाँहरूले हाम्रो भिडियो कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ, कृपया तल कमेन्ट बक्समा कमेन्ट लेख्नुहोला। कुन राशिका व्यक्तिले हेर्दै हुनुहुन्छ हामीलाई जानकारी गराउनुहोला। हाम्रो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भनेदेखि दैनिक राशिफल हेर्नका लागि, सुन्नका लागि हामीलाई सब्स्क्राइब गर्न सक्नुहुनेछ। अलको बटनमा गएर क्लिक गर्न सक्नुहुनेछ। कुनै पनि ज्योतिषीय परामर्श लिनु छ, चिना टिप्पणी बनाउनु छ भनेदेखि स्क्रिनको नम्बरमा फोन गर्न सक्नुहुनेछ, वाट्सएप मेसेज गर्न सक्नुहुनेछ। आजको बिहान झुल्के घाममा कन्या राशिमा रहेका चन्द्रमा 9:38 पछि बिहान तुला राशिमा प्रवेश गर्नेछन्। यस्तो परिवेशमा तपाईको राशिमा के कस्तो प्रत्यक्ष प्रभाव पर्दछ त आउनुहोस् लेखाजोखा गरौँ मेष राशिबाट। मेष राशि मेष राशि हुनेहरूका लागि आजको दिन बिहानी प्रहरको समय थोरै केही अवरोधहरू छ देखिएको छ। सानातिना समस्याहरूले उल्झनमा पार्न सक्दछ, काममा रोकावट हुन सक्दछ, ढिलासुस्ती हुन सक्दछ। तर दिन ढल्किँदै गर्दा भने आत्मविश्वासमा वृद्धि हुने दिन हो। लगानी पनि विस्तार गर्न सक्नुहुनेछ। 10 बजे समयपछिमा 9:38 पछि केही ग्रहमा परिवर्तन हुने खालको दिन छ। आत्मविश्वासमा वृद्धि हुनेछ। कुनै भौतिक स्रोत साधनहरू पनि जोह गर्न सकिनेछ आजको दिन र लगानीमा विस्तार गर्न सक्नुहुनेछ। गरिरहेको व्यवसायबाट प्रगति हुने दिन हो। आर्थिक लाभको सङ्केत देखिएको छ। कुनै उपहारहरू प्राप्तिको योग पनि भनेको छ। आजको दिन पार्टनरसँग सहमति बढ्ने खालको दिन छ। पारिवारिक समस्याहरू थिए, झन्झटहरू थिए, बाधा थिए भने पनि बिस्तारै हटेर जाने खालको समय छ। आज कुनै पनि काममा अग्रसर हुनु उपयुक्त हुनेछ। दिउँसोको समयमा राम्रो प्रतिफल रहनेछ। नोकरीको क्षेत्रमा लागेका महानुभावहरूका लागि पनि नोकरीबाट प्रशस्त लाभको सङ्केत देखिएको छ। आर्थिक उन्नति हुने दिन छ। गरेको कर्मबाट लामो तथा छोटो दूरीका लाभदायक यात्राहरूको पनि सङ्केत देखिएको छ। 9:38 पछि यात्रा गर्दा सुखद रहनेछ, राम्रो रहनेछ। त्यसै गरी तपाईँ आजका लागि कुनै काम गर्दै हुनुहुन्छ भने तपाईँ ससुराली पक्षको सहयोग प्राप्ति गर्न सक्नुहुनेछ। छोरी मान्छेहरूले माइती पक्षको कामबाट अथवा सहयोगबाट तपाईँका समस्याहरूलाई मुक्त गर्न सक्नुहुनेछ। आर्थिक कारोबारका लागि पनि उपयुक्त समय छ। शेयर बजारमा पनि लगानी विस्तार गर्न सक्नुहुनेछ। कृषि व्यवसायबाट, श्रममूलक कामबाट पनि यहाँहरूका लागि उपलब्धि मिल्ने दिन छ। आज झैझगडादेखि, मुद्दा मामिलादेखि भने सचेत रहेको राम्रो हुनेछ। आज मेष राशि हुनेहरूका लागि शुभ अङ्क 6 रहेको छ भने भाग्य बल 60% रहेको छ। वृष राशि वृष राशि हुनेहरूका लागि आजको दिन साझेदारी कामबाट केही समस्याहरू निम्तिन सक्दछन्। आफ्नै पौरखमा विश्वास गर्नुपर्ने दिन हो। अरूको योजनामा आफू चल्दा पनि कहिले गलत बाटोमा, गलत तर्कमा पर्न सकिने समय छ भने नजानेको काममा लगानी नबढाउनु होला। केही अवरोधहरू देखा पर्न सक्दछन्। आर्थिक समस्याले थोरै कामहरूमा अवरोध पुर्याउन सक्दछ। योजनाहरू गोप्य राख्नुपर्ने दिन हो। तपाईँले भने कुनै काम सकाउनु छ भने आफ्नै पौरखमा विश्वास गर्नुहोला। रोगबाट मुक्ति मिल्ने खालको समय देखा परेको छ भने शत्रु पक्षहरूमा पनि जित तपाईँको रहनेछ। तर बोल्दा, शत्रुसँग बोल्दा भने विचार पुर्याउनु होला। बोलीमा फेरबदल हुन सक्दछ। कुनै झुटा आरोपहरू लाग्न सक्दछन् अथवा बोलीको कुअर्थ लाग्न सक्दछ। यस्तो प्रकारको समय देखिएको छ। कलाकारिता क्षेत्रमा लागेका व्यक्तिहरूले, सामाजिक क्षेत्रमा लागेका व्यक्तिहरू, राजनीतिक क्षेत्रमा लागेका व्यक्तिहरूले भने आज सोचे जस्तै लाभ लिन सक्नुहुनेछ। आफ्नो नाम समाजमा स्थापित गर्न सक्नुहुनेछ। नेतृत्व ग्रहण गर्ने अवसर मिल्नेछ। मनोरञ्जनप्रति आकर्षण बढ्ने दिन हो। घर बाहिर हुनुहुन्छ भने विपरीत लिङ्गप्रति पनि आकर्षण बढ्न सक्दछ। न्यायका कामहरूमा तपाईँले नेतृत्व गर्नुपर्ने दिन देखिएको छ। विशेष गरी तपाईँ लगानी गर्दै हुनुहुन्छ भने थोरै सावधानी रहनुपर्ने दिन छ। तपाईँले कसैलाई पैसा दिँदै हुनुहुन्छ, आर्थिक कारोबारमा भने संयमता अपनाउनु होला। पारिवारिक जीवनमा पनि
सानातिना कुराहरूमा मतभेद बढ्न सक्दछन्, परिवारका कुराहरू आफूलाई मन नपर्न सक्दछन् अथवा मतभेद बढ्न सक्दछ। यस्तो प्रकारको समय छ। तपाईँहरूले सम्बन्धलाई जोगाउनु छ भने आफै संयम रहेको उचित हुनेछ। विशेष गरी पिता पुत्रको सम्बन्धमा सानातिना अवरोधहरू, कठिनाइहरू देखिएको छ। आज तपाईँ प्रेम जीवनमा पनि पार्टनरसँग भेटघाटका लागि केही तालमेल नमिल्नाले केही दिगदारी देखा पर्न सक्दछ। तपाईँमा लामो तथा छोटो दूरीका यात्राहरू रहनेछन् भने आज यात्रामा केही झन्झेटहरू, शास्तिहरू यहाँहरूले बेहोर्नुपर्ने समय देखिएको छ। वृष राशि हुनेहरूका लागि कृषि व्यवसायबाट भने मनज्ञ आम्दानी गर्न सक्नुहुनेछ। कृषिमा श्रम गर्दा पनि पछिका लागि लाभ मिल्ने दिन छ। शुभ अङ्क 5 रहेको छ भने भाग्य बल 65% रहनेछ। मिथुन राशि। मिथुन राशि हुनेहरूका लागि आजको दिन स्वास्थ्यमा सामान्य अवरोधहरू, शास्तिहरू देखा पर्ने खालको दिन छ। स्वास्थ्यमा केही खर्चमा वृद्धि हुन पनि सक्दछ। केही काम गर्दा अलि महँगोमा पर्न सकिनेछ। खर्चमा नियन्त्रण गरेको राम्रो हुनेछ। निर्णायक क्षमतामा केही कमी कमजोरीहरू देखा पर्ने खालको समय हो। परिवारका सन्दर्भमा पनि सानातिना कुराहरूमा मतभेद बढ्ने खालको समय रहेको छ। दिन ढल्किँदै गर्दा भने सामाजिक क्षेत्रबाट तपाईँले नाम कमाउन सक्नुहुनेछ। सामाजिक कार्यबाट लाभ मिल्ने समय रहेको छ। प्रेम जीवनमा पनि भेटघाटको तालमेल नजोर्दा आज केही निराशा भावमा वृद्धि हुन सक्दछ। गलत खानपानबाट भने सचेत रहनुपर्ने दिन तपाईँ मिथुन राशि हुनेहरूका लागि देखिएको छ। कुनै पनि वस्तु खरिदका लागि अलिक महँगोमा पर्न सकिनेछ भने न्यून प्रतिफलमा चित्त बुझाउनु पर्ने हुन सक्दछ। श्रममूलक काम गर्ने व्यक्तिहरूका लागि कृषि क्षेत्रमा पनि केही अलिक तपाईँले जोडतोडका साथ लाग्नुपर्ने दिन हो। आज मनमा निराशा भाव, एक्लोपनाको महसुस हुने खालको समय छ भने कता कता केही कुरा नमिले जस्तो छटपटी बढ्ने खालको समय पनि रहेको छ। श्वास प्रश्वास समस्याहरू देखा पर्न सक्दछन्। आजको समयमा जोखिमपूर्ण कामबाट सावधानी रहनु होला। जुवा तास लट्रीमा धननाश हुन सक्दछ भने आज विविध कुराहरू, जोखिमपूर्ण कामहरूबाट लगानी गर्दाखेरि पनि सचेत सावधानी रहनुपर्ने दिन रहेको छ। पारिवारिक समस्याहरूले, स्वास्थ्यका समस्याहरूले खर्चमा वृद्धि गर्ने खालको समय हो। आज विपरीत लिङ्गको सहयोगबाट भने कुनै कामहरू टुङ्गोमा पुर्याउन सक्नुहुनेछ। शत्रु पक्षहरू अलि सक्रिय रहने दिन हो। आज सन्तानका लागि बेलुकातर्फ खर्च बढ्न सक्दछ। सन्तानका लागि लगानी गर्नुपर्ने समय रहेको छ। कुनै काम सकाउनु छ भने आफ्नै पौरखमा विश्वास गर्नुहोला भने आजको दिन अलिक सोचेर बुझेर अथवा गुरुहरूको परामर्श लिएर मात्र अगाडि बढ्दाखेरि तपाईँलाई लाभ हुने खालको दिन मिथुन राशि हुनेहरूका लागि देखिएको छ। शुभ अङ्क 4 रहेको छ भने भाग्य बल 60% रहेको छ। कर्कट राशि। कर्कट राशि हुनेहरूका लागि बिहानी प्रहरको समय उत्तम रहनेछ। कुनै पनि काम सकाउनु छ भने, यात्रामा जानु छ भने अथवा कुनै काममा लगानी गर्नु छ भनेदेखि बिहानी प्रहरको समय उत्तम रहनेछ। 9:38 भित्र सकाइसक्नु पर्नेछ भने त्यसपछिको समयमा भने केही काममा यहाँले सोचे जस्तो नतिजा नआउन सक्दछ। उत्ताप चढावको सङ्केत रहेको छ। मनमा छटपटी बढ्न सक्दछ। स्वास्थ्यका लागि विशेष हेरचाह गर्नु होला तपाईँले खानपानमा दीर्घरोगीहरूले। अनि त्यसै गरी तपाईँ चोटपटकको सम्भावना पनि रहेको दिन हो। स्वास्थ्यमा खर्चमा वृद्धि हुन सक्दछ भने निर्णायक क्षमतामा पनि कमी कमजोरीहरू देखा पर्ने खालको समय छ। रिसलाई, रागलाई, क्रोधलाई नियन्त्रण गर्नुपर्ने दिन देखिएको छ। पारिवारिक जीवनमा केही सानातिना कुराहरूमा मतभेद बढ्न सक्दछ। यस्तो प्रकारको समयले तपाईँलाई पछिका लागि समेत पारिवारिक दाम्पत्य जीवनमा परिवारका सदस्यहरूसँग समेत तपाईँका कुराहरूमा साझीपख मतभेद बढ्न सक्दछ। आजको दिन सम्बन्ध जोगाउनु छ भने आफू संयम रहनु उचित हुन्छ। बेलुकातर्फ जुवातास लट्रीमा धननाश हुने खालको योग पनि बनेको छ। केही खर्चमा वृद्धि हुने खालको समय रहेको छ। जोखिमपूर्ण कामबाट सावधानी रहनु होला भने आजको दिन केही शत्रुमा वृद्धि हुने सङ्केत पनि रहेको छ। छिमेकीहरूबाट सामान्य कुराहरूबाट पनि केही मतभेदहरू बढ्न सक्दछन्। विशेष गरी आमा अथवा वृद्ध स्त्रीको
आशीर्वाद लिएर दैनिक काम धन्दामा खट्ने महानुभावहरूका लागि केही अशुभतामा न्यूनीकरण रहनेछ। आजको दिन विशेष गरी आज तपाईँले भगवान शिवको स्मरण गर्न सक्नुहुनेछ। आराधनाका साथ अगाडि बढ्दा राम्रो हुनेछ भने जोखिमपूर्ण व्यक्तिहरू जस्तै जोखिमपूर्ण काम गर्ने व्यक्तिहरूका लागि कुनै सामानहरू दान गर्नुभयो अथवा जोखिमपूर्ण कामहरूमा प्रयोग हुने सामानहरू तपाईँले दान गर्नुभयो भने पनि त्यसले तपाईँलाई चाहिँ केही राहतहरू दिनेछ र ग्रहहरूको नकारात्मक ऊर्जाबाट न्यूनीकरण हुने समेत रहेको छ। आज आफूभन्दा बडा व्यक्तिहरूको निगरानीबाट मात्र काम गर्नुपर्दछ। कुनै काम सकाउनु छ भने आफ्नै पौरखमा विश्वास गर्नुहोला। तर योजना भने तपाईँले आफूले बनाएका योजनाहरू परिवारका आफूभन्दा माथिका बडा व्यक्तिहरूको सँग पनि परामर्श गरेर अगाडि बढ्नु राम्रो हुन्छ। पार्टनरसँग सहकार्य गरेर अगाडि बढ्नु राम्रो हुन्छ। घर बाहिर हुनुहुन्छ भनेदेखि विपरीत लिङ्गमा केही खर्चमा वृद्धि हुन सक्दछ र राम्रो रमाइलोप्रति ध्यान केन्द्रित हुन सक्दछ। खरिदका लागि पनि अलि महँगोमा पर्न सकिन्छ भन्ने खालको समय रहेको छ। आजको दिन तपाईँ कर्कट राशि हुनेहरूका लागि शुभ अङ्क 3 रहेको छ भने भाग्य बल 65% रहेको छ। सिंह राशि सिंह राशि हुनेहरूका लागि आजको दिन पेसा वा व्यवसायमा देखिएको अवरोधहरू हटेर जाने खालको समय छ। पराक्रममा वृद्धि हुनेछ। बिहानी पख अल्छीपना बढ्न सक्दछ। कुनै काममा अस्तव्यस्त छ भने पनि दिन ढल्किँदै जाँदा बिस्तारै सहयोगी दाताहरू पनि जुट्ने छन्। दाजुभाइसँगको सहयोग प्राप्त गर्न सक्नुहुनेछ। आफन्तहरूबाट साथ मिल्नेछ। स्वास्थ्यमा केही सुधारको समय देखिएको छ। त्यसै गरी पेसामा पनि बिस्तारै फाइदा हुने दिन हो। आज आर्थिक उन्नति हुने खालको दिन छ। परिवारमा माङ्गलिक कार्यमा सहभागी हुने अवसर जुर्नेछ। परिवारसँग भेटघाटको अवस्था बन्नेछ। सन्तानका लागि भने केही लगानी गर्नुपर्ने हुन सक्दछ अथवा घरमा आवश्यक वस्तुहरूको खरिदका लागि केही रकम खर्च भए तापनि तपाईँलाई इच्छाहरू परिपूर्ति गर्न सक्नुहुनेछ। दिन सुखद र राम्रो रहेको छ। दिन ढल्किँदै गर्दा केही वस्तुहरू खरिदका लागि उपयुक्त समय छ। बिहानी प्रहरमा किन्दा अलि महँगोमा पर्न सकिनेछ। दिन ढल्किँदै गर्दा अथवा 9:38 पछि भने तपाईँका आवश्यकताहरू परिपूर्ति हुने खालको समय छ। प्रेम जीवनमा भने केही कौतूहलता छटपटी जाग्ने खालको समय छ। सानातिना कुराहरूमा मतभेद बढ्न सक्दछन्। पारिवारिक समस्याहरू सहयोगहरू मिल्ने जोड्ने दिन छ। आज परिवारबाट पनि तपाईँलाई काममा मद्दत मिल्नेछ। त्यसै गरी आजको दिन तपाईँ नोकरी क्षेत्रमा लागेका महानुभावहरूका लागि पनि केही आफूमा देखिएका खराबी कमजोरी छन् आदतहरू छन् भने सुधारेर अगाडि बढ्नु होला। आफूभन्दा साना व्यक्तिको पनि राय लिएर अगाडि बढ्नुपर्ने दिन हो। पार्टनरसँग सानातिना कुराहरूमा मतभेद बढ्न सक्दछ। पार्टनरसँगको सहकार्यमा केही तपाईँका सानातिना समस्याहरू देखा पर्न सक्दछन्। अन्यथा दिन राम्रो देखिएको छ। त्यसै गरी तपाईँ कृषि क्षेत्रमा लागेका व्यक्तिहरूका लागि श्रम क्षेत्रमा लागेका व्यक्तिहरूका लागि पनि आज उच्च समय रहेको छ। दिन सुखद रहनेछ। आर्थिक लाभ हुने खालको समय रहेको छ। तपाईँ सिंह राशि हुनेहरूका लागि शुभ अङ्क 2 रहेको छ भने भाग्य बल 70% रहनेछ। कन्या राशि कन्या राशि हुनेहरूका लागि आजको दिन राम्रो रहेको छ। बिहानी प्रहरको समयमा यात्रा गर्न सक्नुहुनेछ। परिवारसँग भेटघाटको सम्भावना भएको दिन हो। पारिवारिक भेटघाट र मिष्टान्न भोजनमा रमाउन सक्नुहुनेछ। रोकिएका अवरोधहरू कामहरू निम्तिनेछन् भने सेवामूलक कामबाट प्रतिफल मिल्ने दिन हो। पछिका लागि कुनै कामहरू बनाउन सक्नुहुनेछ। स्वास्थ्यमा भने केही दिन ढल्किँदै गर्दा अल्छीपनामा वृद्धि हुन सक्दछ। जोस जाँगरमा केही कमी भएको महसुस गर्न सक्नुहुनेछ। बुद्धिको प्रयोगबाट काम गर्नुपर्ने दिन हो। क्रोधमा वृद्धि हुने खालको समय छ। शत्रु नजिकै छन् अथवा कुरा नमिल्ने व्यक्तिहरू तपाईँको नजिकै छन् भने बोलीमा संयमता अपनाउनु होला। अन्यथा दिन आर्थिक लाभ हुने खालको दिन देखिएको छ। पेसा व्यवसायबाट तपाईँलाई फाइदा हुने दिन हो भने खर्च हुने भए तापनि आवश्यक वस्तुको खरिदका लागि तपाईँका आवश्यकताहरू परिपूर्ति गर्न सक्नुहुनेछ। कुनै उपहारहरू प्राप्तिको योग रहेको छ।
आफूभित्र रहेका कला कौशलहरू क्षमताहरूलाई प्रदर्शन गर्न सक्नुहुनेछ। सामाजिक प्रतिष्ठा मिल्ने खालको समय पनि रहेको छ। आवश्यकताहरू परिपूर्ति गर्न सक्नुहुनेछ। भौतिक स्रोत साधनहरू जुह गर्ने सक्नुहुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। आज दिनमा व्यक्तिगत भेटघाटमा प्रेमिकासँग घुमफिर गर्ने अवसर जुर्नेछ। कुनै वस्तु उपहारका लागि भने अलि महँगोमा पर्न सकिनेछ। आफूमा खर्चको जोह गरेर मात्र भेटघाटमा लाग्नु होला। अन्यथा आजको दिन अलिक खर्चमा भने वृद्धि पनि देखिएको छ प्रेम जीवनमा। त्यसै गरी तपाईँ शत्रु पक्षीहरू छन् भने पनि शत्रु पक्षबाट पनि आज फाइदा उठाउन सक्नुहुनेछ। शत्रुलाई तपाईँले बदलाको भाव भने नराख्नु होला। कुनै कुराले सताउन सक्दछ। डर काम बिग्रन्छ कि भन्ने डरले सताउने दिन हो। मनमा दुविधाहरू छ भने योग्य व्यक्तिको परामर्श लिनुहोला। आज जोस जाँगरमा केही कमी भएको, ऊर्जामा कमी भएको महसुस, छटपट्टिमा वृद्धि भएको महसुस भने गर्नुहुनेछ। श्वास प्रश्वासका समस्याहरू पनि देखा पर्ने खालको समय तपाईँका लागि रहेको छ। कन्या राशि हुनेहरूका लागि शुभ अङ्क 1 रहेको छ भने भाग्य बल 65% रहेको छ। तुला राशि तुला राशि हुनेहरूका लागि आजको दिन बिहानी प्रहरको समयमा केही अवरोधहरू, कठिनाइहरू, शास्तिहरू भोग्नु परे तापनि आफ्नो पेसा वा व्यवसायमा देखिएको असजिलो फुक्ने दिन हो। आज 9:38 पछि यात्राका लागि पनि उपयुक्त समय रहेको छ। रोकिएका कामहरू पनि बन्ने खालको दिन हो। चुनौतीहरूलाई पार गर्न सक्नुहुनेछ। जुन परिवारमा देखिएको समस्याहरू थिए ती समस्याहरू पनि, अवरोधहरू पनि हटेर जानेछन्। आज मनमा उत्साह, जोस जाँगरमा वृद्धि। टाढा हुनुहुन्थ्यो, घर बाहिर हुनुहुन्थ्यो भने पनि लाभदायक यात्रा रहनेछन्। परिवारसँग भेटघाटको वातावरण, तालमेल मिल्नेछ। दाम्पत्य सुख प्राप्तिको योग बनेको छ। स्वास्थ्यमा समेत केही समस्याहरू थिए भने सुधारमा अघि बढ्नेछ। कर्मिक रूपमा सुधारिँदै जानेछ स्वास्थ्य स्थिति। आज सहयोगी दाताहरू पनि जुट्नेछन्। केही खर्चको उतार चढाव थियो, कामको अस्तव्यस्तता थियो, आर्थिक हानि थियो भने पनि बिस्तारै खुल्ने खालको दिन रहेको छ। शत्रुमा पनि विजय प्राप्तिको योग रहेको छ। आज तपाईँ मावली पक्षको खुसीको खबरहरू सुन्न पाउनुहुनेछ। मामाको सहयोगबाट तपाईँले कुनै कामहरू निम्ताउन सक्नुहुनेछ। जोस जाँगरमा वृद्धि हुने दिन छ। उत्साहमा वृद्धि हुनेछ। सकारात्मक सोचमा वृद्धि हुनेछ। जुन पार्टनरसँग असहमति थिए प्रेम जीवनमा पनि व्यक्तिगत भेटघाटका लागि तालमेल जोड्ने दिन हो। आजको दिन कुनै कुराहरू, यहाँले चाहनुभएका कुराहरू प्राप्ति गर्न सक्नुहुनेछ। पार्टनरको मद्दतबाट पनि काम बनाउन सक्नुहुनेछ। विपरीत लिङ्गप्रति आकर्षण बढ्ने दिन हो। बाहिर हुनुहुन्छ भने पनि प्रेम प्राप्तिको समय रहेको छ। आकर्षण बढ्न सक्दछ। तपाईँको खानपानमा, व्यक्तित्व विकासमा आज वृद्धि हुने खालको समय संयोग बनेको छ। दिन सुखद र राम्रो रहेको छ। तुला राशि हुनेहरूका लागि शुभ अङ्क 2 रहेको छ भने भाग्य बल 70% रहेको छ। वृश्चिक राशि वृश्चिक राशि हुनेहरूका लागि आजको दिन कुनै पनि काम सकाउनु छ भनेदेखि 9:38 भित्र गर्नुहोला र उपयुक्त समय रहेको छ। लाभ स्थानमा चन्द्रमा रहनेछन्। त्यसपछि भने खर्च भावमा चन्द्रमा प्रवेश गर्ने दिन हो। खर्चमा वृद्धि हुन सक्दछ। कुनै पनि वस्तु खरिदका लागि अलि महँगोमा पर्न सकिनेछ भने आज पेसा व्यवसायमा केही रोकावटहरू हुन सक्दछ। बढ्न लागेका कामहरूमा केही अवरोधहरू देखा पर्न सक्दछन्। चुनौतीहरूलाई चिर्दै अगाडि बढ्नुपर्ने दिन हो भने पार्टनरसँग असहमति बढ्न सक्दछ। प्रेम जीवनमा, दाम्पत्य जीवनमा, पारिवारिक जीवनमा पनि केही सानातिना कुराहरूले साँझपख सताउने खालको समय छ। आज क्रोधलाई नियन्त्रण गरी अगाडि बढ्नुपर्ने दिन हो भने ज्वातास लटरीमा धननाश हुन सक्दछ। आफू संयम रहनुहोला। नजानेको काममा, गलत सङ्गतबाट, गलत खानपानबाट सावधानी रहनुपर्ने दिन हो। आज आफूमा कुनै पनि भौतिक सामानहरू छन् भने हराउन सक्दछ र चोरी हुन सक्दछ। यस्तो प्रकारको दिन देखिएको छ। कुनै रकमहरूको पनि जतन गरेर राख्नु होला। आफूले आफ्नो सामानको सुरक्षा गर्नुपर्ने दिन पनि आजका लागि रहेको छ। त्यसै गरी आज शत्रु पक्ष नजिकै छन् भने पनि केही अवरोधहरू पुर्याउन सक्दछन्। मनमा कहाँ जाउँ, के गरौँ जस्ता छटपटीहरू उत्पन्न हुन सक्दछन्। श्वास प्रश्वास सम्बन्धी केही समस्याहरू देखा पर्न सक्दछन् भने आज कौतूहलता, छटपटी बढ्ने खालको दिन रहेको छ। योग्य व्यक्तिको परामर्शबाट अगाडि बढेको राम्रो हुनेछ। तपाईँले कुनै पनि काममा लगानी गर्नु छ भने बिहानी प्रहर गर्नुहोला।
गर्नुहोला। खरिद गर्नु छ भने बिहानी प्रहर गर्नुहोला। दिन ढल्किँदै जाँदा अलि महँगोमा पर्न सकिनेछ। प्रेम जीवनमा पनि भेटघाटका लागि आज केही उपहारहरू पार्टनरलाई अथवा पार्टनरसँग गरेको काममा केही खर्चमा वृद्धि हुन सक्दछ। यस्तो प्रकारको समय रहेको छ। श्रमबाट पनि न्यून प्रतिफलमा चित्त बुझाउनु पर्ने हुन सक्दछ। देश प्रदेशमा पनि बस्नेहरूका लागि चोटपटकको सम्भावना रहेको छ। ख्याल राख्नु होला। केही आफूले आफ्ना आदतहरूलाई सुधारेर अगाडि बढ्दा अनुशासनपूर्वक आफ्नो ध्यानपूर्वक दैनिक काम धन्दामा लाग्ने व्यक्तिहरूका लागि भने केही सहयोगी दाताहरू पनि जुट्ने समय रहेको छ। आजको दिन तपाईँ वृश्चिक राशि हुनेहरूका लागि शुभ अङ्क 1 रहेको छ भने भाग्य बल 75% रहेको छ। धनु राशि धनुराशि हुनेहरूका लागि आजको दिन कर्मस्थानमा चन्द्रमा बिहानी प्रहरको समयमा रहनेछन् भने त्यसपछि लाभ स्थानमा चन्द्रमा प्रवेश गर्ने दिन हो। मनले आँटेका सोचेका कुराहरू प्राप्तिको योग बनेको छ। आज आफूले कुनै पनि सपना देख्नु भएको छ भने प्र्याक्टिकली रूपमा तपाईँ हुर्तिनु होला। आज कुनै पनि अवसरको खोजी गर्नुहोला। मनका इच्छाहरू पुरा गर्न सक्नुहुनेछ। पार्टनरसँग तपाईँको प्रेम जीवनमा हुनुहुन्छ भने पार्टनरबाट तपाईँले कुनै उपहारहरू प्राप्त गर्न सक्नुहुनेछ, सहयोग प्राप्त गर्न सक्नुहुनेछ अथवा मनले खोजेका आवश्यकताहरू परिपूर्ति गर्न सक्नुहुनेछ। लगानीमा वृद्धि गर्न सक्नुहुनेछ। व्यापार बढ्नेछ। आम्दानीका स्रोतहरूमा पनि वृद्धि हुने खालको सङ्केत रहेको छ। नोकरी क्षेत्रमा पनि प्रशंसाको संयोग बनेको छ। लामो तथा छोटो दूरीका लाभदायक यात्राहरू रहनेछन्। परिवारसँग भेटघाटको सम्भावना रहेको छ। परिवारका आधारभूत आवश्यकताहरू परिपूर्ति गर्न सक्नुहुनेछ। दिन सुखद र राम्रो रहेको छ। आजको दिन कर्म क्षेत्रमा देखिएका अप्ठ्याराहरू पनि तपाईँले हटाउन सक्नुहुनेछ। पेसा व्यवसायमा देखिएका असजिलोहरू फुक्ने समय हो। परिवारका इच्छाहरू आकाङ्क्षाहरू परिपूर्ति गर्न सक्नुहुनेछ। आफू सँगसँगै समाजका कामहरू पनि अगाडि बढाउँदा सामाजिक कामबाट पनि प्रतिष्ठा मिल्ने दिन देखिएको छ। कला सङ्गीतमा क्षेत्रमा लागेका व्यक्तिहरूले विशेष उपलब्धि हासिल गर्न सक्नुहुनेछ। श्रममूलक काम गर्ने व्यक्तिहरूले, कृषि व्यवसायमा लागेका व्यक्तिहरूले, सम्पूर्ण व्यक्तिहरूका लागि आजको दिन उत्तम समय रहेको छ। विशेष गरी पिता पुत्रको सम्बन्धमा भने सामान्य केही कुराहरूमा वाद विवादहरू उत्पन्न हुन सक्दछन्। पैतृक सम्पत्तिको बाँडफाँडका लागि तर आज पूर्ण रूपले पैतृक सम्पत्ति पनि प्राप्तिको योग बनेको छ। कर्ममा तपाईँका लागि केही अवरोधहरू थिए, भाग्यमा अवरोधहरू थिए भने पनि परिपूरक हुने खालको समय रहेको छ। स्वास्थ्यमा तपाईँका लागि क्रमिक रूपमा सुधारको सङ्केत पनि रहेको छ। दीर्घरोगीहरूका लागि पनि उत्तम समय देखिएको हो। आजको दिन विशेष गरी धनुराशि हुनेहरूका लागि शुभ अङ्क 1 रहेको छ भने भाग्य बल 80% रहेको छ। मकर राशि मकर राशि हुनेहरूका लागि आजको दिन कुनै पनि कामहरूमा असहजता थियो, खर्चमा वृद्धि थियो अथवा कामहरू बनिरहेका थिएनन् भने बिहानी प्रहरको समयमा केही अस्तव्यस्तता देखिए तापनि दिन ढल्किँदै गर्दा सकारात्मक ऊर्जा मिल्ने खालको समय छ। ठाउँ स्थानान्तरणको समय रहेको छ। एक ठाउँबाट अर्को ठाउँमा यहाँको यात्रा बन्न सक्दछ, ठाउँ स्थानान्तरण हुन सक्दछ अथवा पेसा व्यवसायमा तपाईँको सरुवा बढुवा हुने खालको समय पनि रहेको छ। दिन सुखद र राम्रो रहनेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। सकारात्मक ऊर्जामा वृद्धि हुने दिन हो। सामाजिक क्षेत्रबाट पनि राम्रो लाभ लिन सक्नुहुनेछ। समाजको नेतृत्व गर्न सक्नुहुनेछ। आज आफ्ना समस्याहरू सँगसँगै अन्य व्यक्तिहरूका समस्यालाई पनि सम्बोधन गर्दै अगाडि बढ्नुपर्ने दिन हो। तपाईँलाई पनि काममा साथ दिने व्यक्तिहरू फेला पर्नेछन्। नयाँ ठाउँमा हुनुहुन्छ। नयाँ अवसर प्राप्तिको योग बन्नेछ। रोजगारका अवसरहरू पनि नयाँ नयाँ मिल्ने खालको दिन छ। आज कार्य क्षेत्रमा तपाईँको प्रशंसा बढ्नेछ। प्रमोसनको समय पनि रहेको छ। विशेष गरी वैदेशिक क्षेत्रमा लागेका व्यक्तिहरूका लागि नाम दाम इनाम कमाउने समय पनि रहेको छ। पार्टनरसँग केही सानातिना कुराहरूमा असहमति थियो, स्वास्थ्यमा समस्या थियो, रोगबाट ग्रसित हुनुहुन्थ्यो भने पनि बिस्तारै हट्दै जाने खालको समय देखिएको छ। अवरोधहरू हट्नेछन्, चुनौतीहरू हट्नेछन्। दिन राम्रो देखिएको छ। प्रेम जीवनमा पनि भेटघाटको तालमेल जुर्नेछ। पार्टनरले कुनै कुराको सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नेछन्। तपाईँमा आत्मविश्वास बढ्नेछ भने कुनै मिष्टान्न भोजनमा सहभागी हुने अवसर तपाईँका लागि रहेको छ। यात्रा पनि सुखद रहनेछ। कृषि क्षेत्रमा पनि राम्रो इन्कम गर्न सक्नुहुनेछ। व्यवसायबाट फाइदा मिल्नेछ। विशेष गरी आजको दिन तपाईँले धार्मिक सामग्रीहरूको बिक्री वितरणमा पनि विशेष लाभ लिन सक्ने खालको राम्रो दिन देखिएको
रहेको छ। मकर राशि हुनेहरूका लागि शुभ अङ्क 9 रहेको छ भने भाग्य बल 75% रहेको छ। कुम्भ राशि कुम्भ राशि हुनेहरूका लागि आजको दिन पारिवारिक समस्याहरूलाई समाधान गर्ने संयोग जुरेको छ। विशेष गरी पितासँग अथवा पारिवारिक जीवनमा पार्टनरसँग कुनै असहमति थियो भने त्यस्ता समस्याहरूबाट मुक्ति मिल्ने खालको समय रहेको छ। मन अध्यात्मतर्फ केन्द्रित हुनेछ। स्वास्थ्यमा देखिएका समस्याहरूमा पनि केही सहजता आउनेछ भने स्वास्थ्यका लागि केही खर्चमा भने रकम तपाईँले खर्चिनुपर्ने हुन सक्दछ। कमाएको रकमलाई आज केही सदुपयोग गर्नुपर्ने हुन सक्दछ। स्वास्थ्यका लागि अलि खर्चमा वृद्धि देखिएको छ। नयाँ काममा पनि अवरोधहरू आउन सक्दछन्। लगानीका लागि उपयुक्त समय छैन। गरिरहेका कामहरूमा मात्र ध्यान केन्द्रित गर्नुहोला। जुवा तास लट्रीमा धननाश हुन सक्दछ। जोखिमपूर्ण कामबाट सचेत रहनुपर्ने, सावधानी रहनुपर्ने दिन हो। आजको दिन पनि क्रोधमा वृद्धि हुने खालको, नेगेटिभ ऊर्जामा वृद्धि हुने खालको सङ्केत हो। त्यसकारण आफू संयम रहनु जरुर देखिन्छ। पार्टनरसँग असहमतिहरू बढ्न सक्दछन्। विशेष गरी खेल जगतमा हुनुहुन्छ भने पनि केही कुराहरू, अवरोधहरू आउन सक्दछन्। पेसागत समस्याहरू आउन सक्दछन्। देश प्रदेशमा रहनेहरूका लागि पनि स्वास्थ्यमा समस्या रहन्छ अथवा पेसामा पनि काममा फेरबदल हुन सक्दछ। मनमा असन्तुष्टि देखा पर्न सक्दछ। आज क्रोधमा वृद्धि हुन सक्दछ। काम बिग्रन्छ कि भन्ने डरले सताउने दिन हो। तत्काल रूपमा न्यून प्रतिफलमा चित्त बुझाउनु पर्ने हुन सक्दछ। श्रममूलक काम गर्ने व्यक्तिहरू कृषि व्यवसायमा पनि आजको दिन न्यून प्रतिफलमा चित्त बुझाउनु पर्ने हुन सक्दछ। तर पछिका लागि भने कुनै कामहरू तयार गर्न सक्नुहुनेछ। पछिका लागि फाइदा हुने काममा तपाईँको ध्यान केन्द्रित हुनेछ। पछिका लागि कुनै कामको जोह गर्न सक्नुहुनेछ। यस्तो प्रकारको समय छ। कुम्भ राशि हुनेहरूका लागि आज पारिवारिक समस्याहरू जहाँको तहीँ रहने खालको समय पनि हो। विशेष गरी लामो तथा छोटो दूरीका यात्राहरू भन्दछन् र आजको यात्रामा पनि केही कठिनाइहरू, शास्तिहरू झेल्नुपर्ने हुन सक्दछ। तपाईँसँग क्यास छ भनेदेखि हराउन सक्ने, चोरी हुन सक्ने सम्भावना छ। आफ्नो धन पैसाको ख्याल गर्नुहोला, सुरक्षा गर्नुहोला। कुम्भ राशि हुनेहरूका लागि शुभ अङ्क 8 रहेको छ भने भाग्य बल 60% रहेको छ। मीन राशि मीन राशि हुनेहरूका लागि आजको दिन बिहानी प्रहरमा तपाईँको चन्द्रमा सप्तम स्थानमा रहने दिन छ। पति वा पत्नीको भावनालाई बुझेर अगाडि बढ्ने प्रयास गर्नुहोला। पार्टनरको सहयोगबाट ठुला ठुला कामहरू सम्पादन गर्न सक्नुहुनेछ। दिन ढल्किँदै जाँदा ठुलो लगानीका कामहरूबाट केही घाटाहरू आउन सक्दछन्। ख्याल राख्नुपर्ने दिन हो। जोखिमपूर्ण कामबाट सचेत रहनु पर्दछ भने फेरबदल सट्टापट्टामा पनि घाटा हुन सक्दछ। नयाँ लगानीका लागि उपयुक्त समय देखिँदैन। त्यसै गरी कुनै भौतिक स्रोत साधनहरू जुटाउन सक्नुहुनेछ तर अलि महँगोमा पर्न सकिनेछ। आज योजनाहरू गोप्य राख्नुहोला भने तपाईँको असहमतिहरू बढ्न सक्दछ। कलाका क्षेत्रमा लागेका व्यक्तिहरूले नाम कमाउन सक्नुहुनेछ। सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिहरूले भने सामाजिक कामबाट राम्रै प्रतिफल मिल्ने दिन हो। आज समाजको नेतृत्व ग्रहण गर्न सक्नुहुनेछ। राजनीतिक क्षेत्रमा पनि राम्रो उपलब्धि हासिल गर्न सक्नुहुनेछ। बोलीको माध्यमबाट काम गर्ने व्यक्तिहरूले लाभ लिनुहुनेछ। विशेष गरी अन्यथा अन्य क्षेत्रमा केही अवरोधहरू, चुनौतीहरू देखिएको छ। चुनौतीहरूलाई चिर्दै अगाडि बढ्नुपर्ने दिन हो। आत्मविश्वासमा कमी हुन सक्दछ। विचारमा फेरबदल हुन सक्दछन्। आज योजनाहरू धेरै बढ्न सक्दछन् तर सुरुवातमा काममा केही अवरोधहरू, ढिलासुस्तीहरू उत्पन्न हुने खालको समय रहेको छ। त्यसकारण पनि योग्य व्यक्तिको परामर्शबाट अगाडि बढ्नुपर्ने दिन हो। आफूले कमाएको थोरै रकम भए पनि गरिब दुखीहरूलाई दान गर्दा अथवा भोजन गराउँदा अथवा राम्रो कपडाहरू दान गर्दा विशेष भाग्यमा परिवर्तन हुने खालको दिन छ। आज स्वास्थ्यमा तपाईँको वर्षौँ पहिलादेखि केही अवरोधहरू छ। तपाईँको स्वास्थ्यमा पनि केही त्यस्तो समस्याहरू देखिँदैन तर मानसिक रूपमा तपाईँलाई ऊर्जामा केही कमी भएको महसुस गर्नुहुन्छ भनेदेखि हजुरहरूले कपडा दान गर्न सक्नुहुनेछ गरिब दुखीहरूलाई अथवा भोजन दान गर्न सक्नुहुनेछ। यस्तो प्रभावले तपाईँमा एक किसिमको सकारात्मक ऊर्जामा वृद्धि हुनेछ र नकारात्मक ग्रहको ऊर्जाबाट केही न्यूनीकरण भएको महसुस गर्नुहुनेछ। श्रमबाट पनि न्यून प्रतिफलमा चित्त बुझाउनु पर्ने दिन हो। नजानेको काममा लगानी नबढाउनुहोला। जोखिमपूर्ण कामबाट सावधानी अपनाउनु होला। आजको दिन तपाईँ मीन राशि हुनेहरूका लागि शुभ अङ्क 7 रहेको छ भने भाग्य बल 65% रहनेछ।
हवस् त आदरणीय दर्शक महानुभावहरू, राशिफलमा जेजोसुकै भने तापनि यहाँहरूले कर्ममा विश्वास गर्नुपर्दछ भन्ने हाम्रो पनि मान्यता रहेको छ। हामीले भने अनुरूप नै यहाँको दैनिक जीवनमा हुन्छ भन्नु पनि केही छैन, किनभने ग्रहहरूको प्रभाव यहाँको चिना टिप्पणीमा जन्मदाका ग्रहहरू कुन अवस्थामा बसिरहेका छन् यसको प्रभाव पनि पर्ने गर्दछ। यहाँहरूले हामीलाई कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ कृपया तल कमेन्ट बक्समा कमेन्ट लेख्नुहोला भन्दै म आजको यो बसाइबाट हरिशरण आज्ञा चाहन्छु। नमस्ते, शुभ दिन, शुभ समय।